पढ्न मन लागेन भने पढ्न थाल्नुहोस् न, मन लागिहाल्छ नि। पढ्नै नथालिकन पढ्न मन लाग्छ यार? किताबै नपढ्दैकन पढ्न मन लाग्छ तपाईँलाई? पढ्न थाल्नुहोस्, हप्ता दिनभित्र मन लागेर नि मलाई भन्नुहोस् न। आज पढ्नुहोस्, भोलि पढ्नुहोस्, पर्सि पढ्नुहोस्, त मन पनि फित्तिक्क हुन्छ क्या। फेसबुक तपाईँलाई किन हेर्न मन लाग्छ? हेरै गर्नुहुन्छ, त्यही भएर हेर्न मन लागेको। चुरोट खानलाई किन खान मन लाग्छ? खाएको खाइ गर्छ, त्यही भएर खान मन लागेको। 15 दिन 1 महिना ग्याप राखोस् त त्यसले त्यो चुरोट खानै सोच्छ। यो लत हो, पढ्ने पनि लत हो। तपाईँलाई पढ्दाखेरि निन्द्रा लाग्छ कसैलाई, कसैलाई नपढ्दाखेरि निन्द्रा लाग्छ। इट डिपेन्ड्स अपन ह्याबिट। वाट इज ह्याबिट? ह्याबिट मिन्स जुन कुरा नियमित रूपमा गरिन्छ, द्याट इज ह्याबिट है। अब अर्को कुरा, कलेजसँग जुझ्छ। अहिले थाहा छ तपाईँलाई जुझ्छ भनेर? जुझ्छ होला भन्ने हो नि त। जब प्रिडिक्सन गर्नुहुन्छ भने नेगेटिभ प्रिडिक्सन नगर्नुहोस् क्या। प्रिडिक्सन गर्नुहुन्छ भने पोजिटिभ प्रिडिक्सन गर्नुहोस्। नाम निक्लिँदैन होला, त्यो त जसले पनि प्रिडिक्सन गर्छ नि। नाम निक्लिन्छ भन्ने प्रिडिक्सन गर्नुहोस् न। एक्जाम जुत्दैन भन्ने प्रिडिक्सन गर्नुहोस् न। मेरो भविष्य राम्रो छ भन्ने कुरा प्रिडिक्सन गर्नुहोस् न। मेरो भविष्य डामाडोल छ, फ्रस्ट्रेसन छ, डिप्रेसन छ, यो प्रिडिक्सन गर्ने तपाईँलाई यो अधिकार छैन। तपाईँलाई बाँच्ने अधिकार छ, मर्ने अधिकार छैन। थाहा छ तपाईँलाई? कानुनमा काहीँ छ मर्ने अधिकार छैन नि, बाँच्ने अधिकार छ। सम्मानपूर्वक बाँच्न पाउने हक भनेर संविधानमा लेखेको छैन। त्यही भएर नेगेटिभ कुरा गर्ने अधिकार तपाईँलाई छँदै छैन। तपाईँ प्रष्ट हुनुहोस्, पोजिटिभ कुरा गर्नुहोस् न। दुइटै एक्जाम जुत्दैन, दुइटैमा म पास हुन्छु, कलेज पनि फर्स्ट, यता पनि फर्स्ट, राम्रो हो नि त। त्यो सकारात्मक ऊर्जा, सकारात्मक कुरा, सकारात्मक विचार मनमा ल्याउने अधिकार छ, संविधानमै प्रत्याभूति छ। नकारात्मक कुरा गर्ने कुरा संविधानमा पनि प्रत्याभूति छैन, तपाईँ कसरी गर्नुहुन्छ है? त्यही भएर यो फ्रस्ट्रेसन्सका कुराहरू, यो डिप्रेसन्सका कुराहरू यो एटलिस्ट युथमा नल्याउनुहोस् न। मर्ने हो भने 55 पछाडि 60 पछाडि मर्नुहोस् क्या। झुन्डेरै मर्ने हो भने 60 पछाडि मर्नुहोस् न। तपाईँका परिवार पनि चिन्तित हुँदैनन्। 20-25मै डोरी लाउने, 30मै डोरी लाउने, तपाईँ यो अधिकार छैन है। विचार गर्नुहोस्। तपाईँलाई बाबुआमाले जन्माएर 25 वर्षको बनाउनु भनेको उनीहरू 50 वर्ष पछाडि तपाईँसँग रिटर्न खोज्दैछन् है। तपाईँलाई 25 वर्षको उमेरमा बनाउनुको उद्देश्य भनेको बाबुआमाले उनीहरू 60 पछाडि रिटर्न खोज्दैछन् क्या। त्यो रिटर्न दिनु पर्दैन। तपाईँ जिम्मेवारी छैन? जिम्मेवारी नभइकन यो संसार बिदा भएर जाने? त्यो नेगेटिभ कुरा नगर्नुहोस् है। यो कुरा चाहिँ तपाईँले दिमागमा राखिहाल्नुहोस् र फ्रस्ट्रेसन्स, डिप्रेसन्सका कुराहरू एटलिस्ट दिमागबाट हटाउने प्रयास गर्नुहोस्। हटाएन मसँग काउन्सिलिङ लिनुहोस्। यो विभिन्न माध्यमबाट मसँग सम्पर्क गर्नुहोस्। कोही चिन्तित हुन्छ, डिप्रेसन हुन्छ, पानी खाइरहनुपर्छ, दबाई खाइरहनुपर्छ, मुटुको धड्कन ढुकढुक हुन थाल्यो भने मसँग सम्पर्क गर्नुहोस्। म तपाईँको ठिक गरिदिन्छु। म तपाईँलाई यो उपयुक्त सल्लाह दिन्छु। अब यो सबै कुरा चाहिँ प्रिपरेसनको दौरानमा तपाईँले ध्यान दिनुपर्ने कुराहरू क्या। त्यही भएर कि प्रिपरेसन्स गर्दै नगर्नुहोस् है, मैदानमै नआउनुहोस्, ढुक्क गर्नुहोस् न। अरू धेरै विकल्प छ नि जीवनमा। भगवान्ले पठाइसकेपछि एउटा बाटो चाहिँ धेरै पठाउँछ क्या। तर आउनुभयो मैदानमा आएपछि त डटेर लड्नुहोस् न यार। मैदानमा आइसकेपछि त राम्रोसँग खेल्नुहोस् न यार। खेल राम्रोसँग खेल्दा हार भने के हुन्छ? ओहो फलानु टिम कति राम्रो खेलेको थियो, हार। खेल झुर पट्यास भएर चाहिँ 12वटा गोल खाएर हार भने के भन्छ? सबै खेलाडीलाई सन्यास लिनुपर्छ भन्छ नि। हामी त्यही क्रिटिसिजम गर्छौँ नि। कोही बेला हार्दा पनि ओहो शान साथ हारो भन्छ, जित्दाखेरि पनि गएबुद्रे तरिकाले जितो भन्छ। तर जित्दाखेरि वा हार्दाखेरि पनि शानसँग हार्दै जित्ने गर्नुहोस् क्या जीवनमा। त्यो तपाईँलाई चिन्तित छ भने, निष्क्रिय छ भने, तपाईँलाई यो नेगेटिभ भाइब्स आइरहेछ दिमागमा भने पहिलो कुरा नेगेटिभ भाइब्स हटाइहाल्नुहोस् न। तपाईँ नेगेटिभ भाइब्सको लागि धरतीमा टिकेकै होइन क्या, पोजिटिभ भाइब्सको लागि टिका हो। तपाईँको रेस्पोन्सिबिलिटी धेरै छ यार। तपाईँको रेस्पोन्सिबिलिटी टुवर्ड्स प्यारेन्ट्स, रेस्पोन्सिबिलिटी टुवर्ड्स फ्युचर चाइल्ड, रेस्पोन्सिबिलिटी टुवर्ड्स सोसाइटी, रेस्पोन्सिबिलिटी टुवर्ड्स नेसन, रेस्पोन्सिबिलिटी टुवर्ड्स योर गुरु, रेस्पोन्सिबिलिटी टुवर्ड्स योर कलेज, रेस्पोन्सिबिलिटी टुवर्ड्स योर सोसाइटी इन एभ्री एस्पेक्ट। यत्रो विधि रेस्पोन्सिबिलिटी छोडेर तपाईँ क्विट गर्ने यस्ता कुरा नगर्नुहोस् है। त्यही भएर पोजिटिभ इनर्जी, पोजिटिभ भाइब्स राखेर प्रिपरेसन गर्नुहोस्। अब एक्जामिनेसन हप्तामा एकचोटि एक्जामिनेसन दिनु भनेर स्मार्ट सिकेले दिनु भनेर दिनु न। तपाईँ एक्जाम दिने, टेस्टिङ गर्नुहोस्, आफ्नो परीक्षण गर्नुहोस्। यो अवस्थामा छु भने थाहा पाउनुहोस् अनि अगाडि बढ्नुहोस् है। यो प्लेटफर्म चाहिँ स्मार्ट सिकेको प्लेटफर्ममा छौँ हामी। तर हाम्रो खास हामी दुईजनाको बिचको गफ गएको हो है। यो हामी दुईजनाको बिचको भेटघाट हो, हामी दुईजनाको बिचको इन्ट्रेक्सन हो। यो इन्ट्रेक्सन आइदर फिजिकल पनि हुन सक्थ्यो, त्यो अहिले सम्भव छैन। त्यही भएर भर्चुअल इन्ट्रेक्सन छ। उहाँ तपाईँ सपोज कैलालीको मान्छे काठमाडौँ आएर चाहिँ सारा रुममा बसेर चाहिँ फिजिकल भेटघाट गर्नुभन्दा घरमा बसेर यसै भर्चुअल इन्ट्रेक्सन पनि यो पनि एउटा विकल्प हो, प्रविधिले दिएको सरल उपाय हो। तर यो सबै इन्ट्रेक्सन्सका प्लेटफर्महरू यो सबै सेकेन्डरी कुराहरू क्या। प्राइमेरी कुरा भनेको तपाईँ र मेरो बिचको इन्ट्रेक्सन हो। त्योभन्दा पनि प्राइमरी फ्याक्टर भनेको तपाईँको अध्ययन हो। त्यसलाई ध्यान दिनुहोस् है। हस् त ल, मैले अब अलिक तातेर कुरा गरेँ। यो तातेपछि तपाईँको अलिक तातो हुन्छ नि भनेर यो साइमेन्टली यो इन्टेन्सनल्ली होइन अनइन्टेन्सनल्ली बोल्दा कुनै कुराहरू भित्रैबाट बोलेको तातो हुन्छ। त्यसलाई चाहिँ हस् त, अब गुड डे।